अब केही छैन काम पनि हैन छुट्टी दिनमा हैन के लिन गयो त्यही भएर म यसो ट्राई गर्छु है अब हुन्छ कि हुँदैन नि त्यही गरेको टावर चाहिँ एरिया यो म चाहिँ एरिया टावरमा ट्याक्क काम गर्छु यता चाहिँ अलिक सितालो यार समुद्रको नजिक घर हो कि पानी आइज म चाहिँ जुत्ता नलाइकन आएको है त्यही भएर जुत्ता नलाउनु कति फाइदा हुन्छ हैन गट है मैले गाइस हामी चाहिँ हैन म चाहिँ भन्न त्यहाँ गयो भने हैन कोही पनि छैन यता हैन म एक्लै भ्लगमा स्वागत छ हैन अनि ल अस्ति बनाएको भिडियो चाहिँ अब के कस्तो लाग्यो हैन राम्रो लाग्यो भने कमेन्ट गर्नु हैन कस्तो लाग्यो भनेर हैन अब भिडियो त बनाइन्छ हैन कस्तो लाग्छ हजुरहरुलाई त्यही अनुसार कमेन्ट गरिदिनु होला गर्मी विपत्ति छ गाइज हैन यस्तो गर्मीमा बस्नु पर्छ कति दिन एक हप्ता काम गरेर माटो गाँड हानेर एक दिन छुट्टी हुन्छ एक दिन छुट्टी हुँदा पनि माटो नि यस्तो गर्मी के कतारको गर्मी खाना छुट्टी बसे जस्तो के रुममा बसे मात्र हो कि आनन्द हुने नत्र हैन अब गर्मी विपत्ति हुन्छ कि गाइज हैन हजुरहरु नि कतार आउनुहुन्छ भने चाहिँ त्यस्तो गर्मी मौसममा चाहिँ यार नआउनुस् हैन अब एकैचोटी गर्मी खाँदा चाहिँ फ्यान्टै बनाइदिन्छ के हैन गर्मी चाहिँ धेरै के साह्रो हुन्छ कि गर्मी चाहिँ हैन धेरै गर्मी हुन्छ गाइज हैन कतारमा चाहिँ त्यो भएर अब हामी पनि अब लगभग लास्टतिर आइएको थियो है कतारमा गर्मी सकिने बेलामा आइएको थियो त्यही भएर त्यति गर्मी चाहिँ भन्नाले त्यति भन्न पनि अब गर्मी त अब भएको थियो नि अब लास्ट भएको थियो नि त अनि त्यही भएर हामी चाहिँ लास्ट परेको थियो त्यही भएर त्यति अनुभव भएन हल्का फुल्का भएको थियो गर्मी चाहिँ त्यसपछि जाडो लागेको थियो नि त अनि जाडो लागेको भएर अनि त्यति चाहिँ गर्मीको महसुस भएन तर यति बेला त माटोक्ने हैन अब अझै 3 महिना छ गर्मी आउन अनि त्यसपछि त्यही भएर अनि लास्ट गर्मीकै लास्ट विपत्ति गर्मी छ हैन तर हजुरहरु आउन चाहनुहुन्छ भने कतार आउनुहुन्छ भने अब कतार भन्दा नि अब खाडी त अब सकेसम्म नआगे ठिक हो हैन त्यस्तै मजबुरी हो सबैको हैन अब खाडी भन्दैमा अब खाडी नै जानुपर्छ भन्नु पनि छैन अब आफै मजबुरी हिसाबले हैन तर यदि आउनु चाहनुहुन्छ भने गर्मीमा जो नयाँ हुनुहुन्छ जो कतार चाहिँ आउन खोज्नुहुन्छ जो मान्छे चाहिँ जो आउन हुनुहुन्छ जो आउन चाहनुहुन्छ अहिले जब भिसा लगाइरहेको छ भने गर्मीमा आउनु होला जाडो सिजनमा आउनु होला हैन जाडो सिजनमा किनकि अब गर्मी हुँदैन नि त अनि बिस्तारै गर्मीको अनुभव हुन्छ नि त अब जाडो सुरु भएपछि जाडो अन्तिममा आउनु लापछि जाडो बिस्तारै लाग्छ नि त अनि जाडो बिस्तारै लागेपछि बल्ल अनुभव गर्मीको अनुभव बल्ल बिस्तारै हुन्छ नि त अनि सिधै गर्मीमा आउने भने चाहिँ अब हजुरलाई धेरै गाह्रो हुन्छ के सुरुमा चाहिँ अब आउनलाई चाहिँ अब नेपालको अब गर्मी त्यति साह्रो हुँदैन नि त अब कतारको माटो पनि हैन 80 90 को 80 त हैन 60 70 को गर्मी हुन्छ माटो पनि हैन यस्तो घाममा अब के काममा आउने हो हैन अब त्यो अनुसार हैन अनि गर्मीमा भन्दा नि अब ठण्डी सिजनमा आउने भने अब बिस्तारै शरीरलाई नि मेन्टेन हुन्छ नि त एकैचोटी गर्मीमा आएपछि चाहिँ अब धेरै गाह्रो हुन्छ आफूलाई नि त्यही भएर गर्मीमा आउनु होला अब हाम्रो त गाइज अब के भन्छ बिल्डिङ कन्स्ट्रक्सन लाइनमा हो है अब हामीलाई त केही भएन अब हामीलाई नि केही भएन भन्दा नि अब हामी नि अब सुरुमा गर्मी अलिअलि खाएर जाडो खाइएको त्यही भएर हामी त अब साइडमा पनि गर्मी भएको हुन्छ यहाँ पनि गर्मी हुन्छ तर अब हुन त अब आफ्नो काम हैन काम अनुसार पनि हो अनि तर आउन मन छ भने चाहिँ कतारमा चाहिँ जाडै सिजनमा आयो भने चाहिँ सही हुन्छ शरीर पनि मेन्टेन हुन्छ अनि हावापानी नि बिस्तारै मेन्टेन हुन्छ नि त त्यही भएर म चाहिँ के भन्न चाहन्छु नि गर्मीमा भन्दा जाडो सिजनमा अलि आयो भने चाहिँ सही हुन्छ कतारमा नत्र गाइज हैन अब यहीँ चराहरू बसिरहेको हुन्छ हैन अनि बस्दै के माटो नि ढल्किन्छ के चराचुरुङ्गी त्यही भएर ट्याक्क गर्मी सिजनमा आउनु होला
अथवा उडिरहेको चर हुन्छ अब रुखमा पुत्रुक्कै झरिन्छ माथिबाट खसेर तलकोतिर त्यस्तै हो गाइस। त्यही भएर अलिक ठन्डा सिजनमा आयो भने शरीर पनि मेन्टेन हुन्छ भनेर यहाँ त्यस्तै गाइस। कतार अब होइन आइयो अब अलि वर्ष त बस्नु पऱ्यो, के गर्नु, जाडो त खानै पऱ्यो नि गाइस होइन। ल अब आज चाहिँ छुट्टी हो, अब बस्ने आज दिनभरि, अब केही छैन काम पनि होइन, अब छुट्टी दिनमा होइन। अनि हाम्रो क्याम्प चाहिँ यो होइन, त्यहाँ अलिअलि देखियो होला है सायद क्याम्प चाहिँ हो त्यही हो। अनि ट्याक्क यता चाहिँ पगाला छ है। पगाला भन्दा नि अब जस्तै हाम्रो घर मुनिको दोकान हुन्छ नि, जस्तै हाम्रो घर मुनिको दोकान भने चाहिँ अब त्यस्तै यहाँ पनि अब एउटा दोकान हो, अब यहाँ चाहिँ पगाला भन्छ। त्यही भएर यहाँ चाहिँ दोकान हो, त्यही हो। ल हेर्दै राख्नु होला होइन। फाइनली गाइज होइन, अब ट्याक्क बाहिर यसो घुम्दिउँ भनेको, गर्मी छ विपत्तै होइन। अनि यहाँ जाम गाडी छ होइन, अब गर्मी पनि विपत्तै छ, के गर्नु। यसो ट्राई गरौँ अब होइन। अब म चलाउनु मतलब ब्याक गर्न चाहिँ सक्छु कि सक्दिनँ होइन। ट्याक्क यसो ब्याक गरेर ट्राई गर्नु पर्यो होइन। गर्मी छ क्या गाइस। यो ड्राइभर चाहिँ उताको के हो खाना खान्छ भनेर त्यहीँ के लिन गयो, त्यही भएर म यसो ट्राई गर्छु है। अब हुन्छ कि हुँदैन होइन, त्यही पनि नजानी भएपछि चाहिँ किन ट्राई गर्नु पऱ्यो, ठोकेला क्यारला भन्ला नि गाइजले होइन। होइन त्यस्तो होइन, मतलब नलेज छ लिएर हिँड्नु चाहिँ लिएर त हिँडिरहन्छु, त्यही पनि अब होइन लिएर हिँडौँ न भनेर के अरे। अब ग्यार चाहिँ ठ्याक्क होइन अलिक भएको छैन है, अगाडि ठ्याक्क लिएर जाऊँ होइन। ठ्याक्क अगाडि ट्याक्क कोलस चाहिँ ट्याक्क समात्नु पऱ्यो होइन गाइज। अनि ट्याक्क यता चाहिँ ग्यार छ होइन। अब ग्यार चाहिँ अब चाहिँ कस्तो हुन्छ है, पछिल्तिर हेरमै पछिल्तिर जान्छ कि जाँदैन। ओ त्यसले चाहिँ होइन लक गरेर गरेछ है। गयो 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 नै गाइज, गयो गयो गयो। पछिल्तिर सिसामा हेर्नुपर्छ, गाडी पछिल्तिर नि छ गायज होइन। आइसक्यो होला ट्याग गाइज होइन। मैले चाहिँ गाडी चाहिँ पछिल्तिर राखिसकेँ होइन। ट्याक्क पछिल्तिर ब्याक गरेर ट्याक्क राखिसकेँ होइन। अनि ट्याक्क गाडी राखेको छ, अब चाहिँ ट्याक्क एकछिन घुमिन्छ, टक्क घुमेर चाहिँ टक्क चाहिँ होइन। अब यस्तै हो, घुम्नु त पर्यो गाइज होइन, के गर्नु। यस्तै छ खाडीको जिन्दगी साथीहरू, के गर्नु। भोलि ड्युटी जानु छ, घाममा टप्पिनु पर्छ गाइस, तब जाके सेलेरी आउँछ। गाह्रो छ, त्योभन्दा त बरु नेपालमै गाडी चलाएर बसे ठिक हो यार। आउनुभन्दा त यता खाडी आउनुभन्दा त बरु नेपालमै गाडी चलाउनु होइन, ट्याक्क गाडी चलाएर बस्न ठिक हो कि। यही हो, यस्तो काम छ यता चाहिँ दामी भ्यू छ।
यो कतारको यो यतापट्टि चाहिँ अलि राम्रो ठाउँ हुन्छ होइन। यस्तो लाल छ र खतरा काट्छ यता। दामी छ हौ। तर जति यहाँ हेर्दा यस्तो राम्रो देखियो, बाहिर जाने नि गर्मीले विपत्ति पार्छ। दामी देखियो होइन भ्यू चाहिँ राम्रो छ हो। बाहिर त राम्रो छ, के गर्नु हो, गर्मीले अत्ताउँछ क्या फेरि बाहिर जाने अनि फेरि होइन। अरे ओए खतरा है बाइक त। आई लाइक दिस। अरे बाबा रे, बाइक त यस्तो हुनुपर्छ कि ड्रिम भनेको माटो त। यस्तो पो जिन्दगी त यार, खतरा है बाइक त। वो भी यार गयो लैसक्यो नि साले यार। बहुत अच्छा। यो माथि हामी बेलुका जानु चाहिँ ड्युटीमा जाने बेला चाहिँ यो पुलबाट सरेर गइन्छ होइन। अहिले चाहिँ हामी चाहिँ टक्क तलबाट झरेर गइहाल्यो हेर न, यस्तो दामी देखिन्छ यहाँबाट चाहिँ होइन। तर बेलुका चाहिँ हामी चाहिँ माथि यो माथिको चिप बोल्छ क्या। त राति नभएर होला है, नबालेको नत्र चाहिँ हामी चाहिँ पहिला बेलुका चाहिँ ड्युटी जाने बेला चाहिँ माथिबाट सरेर चढेर गइन्छ। अनि आउने बेलामा चाहिँ ऊ त्यताबाट आइन्छ, उत्तर रोड पारीको रोडबाट। वहाँ चाहिँ के भन्छ अरे, वहाँ देखिएको छ नि, वहाँ सिटी सेन्टर हो कि। वहाँ चाहिँ सिटी सेन्टर, यता चाहिँ लुसेल टावर भन्छ। यता हामी चाहिँ अहिले लुसेल टावर भयो त हिँडेको होइन। तर वहाँ देखिएको छ नि, हो त्यति हो। त्यहाँ चाहिँ दोहा भन्छ, दोहा सिटी सेन्टर। दोहा यता भएको अरे सिटी सेन्टर हो, देखिएको छ नि अलिअलि जुम गर्दै। ओ त्यहाँ चाहिँ होइन दोहा भन्छ, सिटी सेन्टर भन्छ। फाइनली होइन अब चाहिँ टक्क बाहिरको भ्यू चाहिँ अब हेरिसक्नु भयो होला होइन। बाहिर चाहिँ अब दामी छ नजारा चाहिँ होइन। टक्क गइन्छ यस्तै हो। हप्तामा एकचोटि छुट्टी आउँछ, दिन कसरी गएको थाहा नै हुँदैन। दिनभरि काम गर्दा र हप्ताबाट बनाउँदा र दामी छ त। दामी देखियो नि होइन, पुरै हरियाली नै हरियाली। यहाँ चाहिँ दामी नजारा देखियो होइन। अघिको बाइक चाहिँ खतरा नै खतरा प्लेट खतरा बवाल कि अब हेर्दा नि लाग्छ। नाइस देखिन्छ बाइक चाहिँ। कहिले हो अब त्यस्तो बाइकमा सरहरू पुरा हिँड्ने सम्झिने यता होला, सम्झिने बस्दिने गाह्रो छ हो गाइड, गाह्रो छ। ल हामी चाहिँ सुरुङतिर टक्क छिरिसक्यौँ होइन। टक्क अब सुरुङबाट सरर बाहिर निस्किनुपर्छ। वहाँ पर निक्ल्यो, अलिक टाढा खालको पर निक्लिनलाई आउनै लागिसक्यो। अब चाहिँ ट्याक्क आयो। अब चाहिँ ट्याक्क त क्यामेरा कस्तो गतिलो छैन हेर्दैन भाइ। यो बाहिर निक्लियो, बाहिर सर टट लगाएर कस्तो गाना भएको कि माटो त एसी चल्या भित्र गाडीभित्र त्यो चिज भयो। नत्र त माटोको गर्मीले भ्याउँछ त हौ।
कस्तो बाहिरको नजारा चाहिँ खतरा हो कि यार। घर पनि हेर्ने खतरा खतरा डिजाइनकै मतलब होइन, लुक चाहिँ बवालकै फेरि यार। रोड त झन् भन्नै पर्दैन, माटोक्ने चिलिलिल्ला माटोक्ने होइन। गाडी चलाउन मस्त नआउँछ कि नेपालको बाटो माटोक्ने, जता हेऱ्यो ढुङ्गै ढुङ्गा माटोक्ने। त्यहीँ माथि सानो रोड माटोक्ने झेउ हुन्छ। विदेशको रोड त हेर न कति खाली छ अझै पनि। विदेशमा कहिले हो नेपालको बाटो बिजुली सरल हिँड्ने होइन। घरहरू कस्तो बाबा दामी नजर यहाँबाट चाहिँ नजिकैबाट देखिन्छ है यहाँ सिटी सेंटर चाहिँ। जाने के टाइम में तो सिटी सेंटर से घूम के यही हो हामीले काम गरेको टावर चाहिँ हेरी यही हो। म चाहिँ हेरी यो टावरमा ट्याक्क काम गर्छु। यहाँ चाहिँ आज चाहिँ घुम्न आइदिएको होइन। अब के गर्नु हो, त्यहीँ हेरी टावर देखेको छ नि हो, त्यहाँ चाहिँ हामीले काम गरिन्छ ट्याक्क लगाएर होइन। गाडी यस्तो तातेर यार, गाडीले यस्तो स्पिडमा गहर्ने कुरै नगरौँ होइन। गाडी धेरै तातो भनेर ट्याक्क चाहिँ अब एकछिन राखेर जाम, एकछिन रेस्ट दिउँ गाडीलाई भनेर। अनि यता बसेको है, गाडी चाहिँ खतरा स्पिडमा आउँछ नि, झट्टामा मुटु नि ढुक्ने कि जस्तो कि माटो नि सरर आउँछ है। गाडीहरू त खतरा स्पिडमा आउँछ है, गाडी नै हल्लिन्छ त स्पिडमा आएर। जाम भनेको गाडी तातो भनेर एकछिन यहाँ ट्याक्क बसौँ भनेर होइन। लास्ट तातो अलि यता चाहिँ अलि बिसेको रहेछ यार, घाम नपरेर होला नि होइन, त्यही भएर अलि शीतल छ यार। यता चाहिँ गाडीहरू खतरा स्पिडमा आउँछ यार। अहिले त आएकै छैन यार, अघि खतरा स्पिडमा आएको थियो गाडीहरू। एकचोटिमा आँटेको एक्सिडेन्ट भन्दै गाडी त माटो कहाँ छुटिन्छ होला यार। यस्तो स्पिडमा स्वाटमा गाडी नै हल्लिआएको यहाँ राखेको होइन, गाडी नै हल्लिआएको यति स्पिडमा गएको छ। पुरै नगरौँ यार, साह्रो स्पिड हो। सोल्टी उसले देश कुदाउँछ नि यार, आफ्नो त छैन। त्यहाँ जाने अन्त हामी चाहिँ ट्याक्क अलि देखिएन यार। हो त्यहाँ जाने एउटा कलाएर होइन। दामी छ है बाहिर नजर त यार होइन। अब ट्याक्क यता चाहिँ अलिक शीतल हो यार, समुद्रको नजिक भएर हो कि लास्ट शीतल भएको त यार। यता त है नजर नि बाबा ठाउँ छ है, पानी भर्ने। ओ त्यहाँ है हामीले काम गर्ने चाहिँ ए यो बिल्डिङ होइन। अहिले चाहिँ ठ्याक्क माथिबाट हेर्ने, यहाँबाट चाहिँ अब ट्याक्क भ्यू हेर्ने हो बाटो होइन। सही छ हौ नजरा। म चाहिँ ट्याक्क यता छु होइन। दामी छ नि यहाँ चाहिँ दामी छ है। ओ बाबा रे, मोबाइल स्विच आप रखा है, स्विच क्यों आप रखते हैं मोबाइल में?
माछा नि छ के हो? लास्ट तातो छ यार। ठिक्कै म यसको सामने छु यार। ठ्याक्कै भन्नु पर्दा चाहिँ फाइनली यार माथिबाट काम गर्ने ठाउँबाट मस्त हेरिन्थ्यो। अहिले ठ्याक्कै यहाँ आएर भयो हेर्दा चाहिँ अनुभवै अर्कै हुने यार। यस्तो गर्मी है नहालो। यस्तो गर्मीमा पनि भिडियो बनाउनु पर्यो। तातो भयो के भन्यो होला है मान्छेले। किसको लागि बिहे बनाउँदैछ मासुरा यस्तो गर्मीमा भन्यो होला। के गर्ने गाइजलाई देखाउन त पर्यो नि होइन। ओ माथिपट्टि त माथि खेल्ने ठाउँ रहेछ क्या के दामी देखिया। माथि चाहिँ ट्रेन हो त्यहाँपट्टि के माथिपट्टि चाहिँ दामी देखिरहेको। कस्तो फिल हो माटो। यस उताभन्दा त यता मौसम धेरै राम्रो छ यार। त्यति मतलब गर्मी छ तर त्यति साह्रो छैन। उता सनैया भन्दा यता धेरै मेन्टेन ट्याक्क ठिक्कको के त्यति तातो चाहिँ फिल भएको छैन उता भन्दा त। यता हेर्नु कस्तो दामी नजारा छ यार। अनि यहीँ हेर्नु खाइ छैन हजुर आउन छ ठ्याक्क लुसेल टावरको ठिक अगाडि चाहिँ यो नजारा छ कि घुम्नको लागि बेस्ट कतारको बेस्ट भन्दा नि यस राम्रो छ ठाउँ चाहिँ होइन घुम्नको लागि धेरै राम्रो छ यार। कस्तो दामी देखिरह। ठिक यसको नजिक चाहिँ समुद्र छ अनि चिच्चा छन् घाँटी फुला छन् ठ्याक्क लाएर यहाँ चाहिँ होइन भ्यू हेर्न सक्नुहुन्छ है। कोर बाबा माछा नि खतरा देखियो नि त यहाँ त खतरा माछा देखियो है यहाँ त यार। रुकिनु है म ठ्याक्क देखाउँछु। हेर्नु त गाइज माछा यस्तो बवाल देखियो कति त नि माछा यार। हाम्रो नेपालतिर भयो यत्र बेरसम्म जाल हानेर हुन्छ कि बल्छी छापेर हुन्छ यता बेला सिधाइदिन्थ्यो होला। अब यहाँ त मतलबै हुँदैन। यस्तो दामी धेरै माछा देखियो है। आहाहा एक पानी थिम जामै गट समुद्र गटो यस्तो पानी है ट्याक्क है समुद्रको पानी। उतातिर गइदिनु न आँटेको त्यही त नि होइन। खुट्टामा जुत्ता टक्क लाएर भने चाहिँ होइन बगाउँछ त पानी आइज म चाहिँ जुत्ता नलाइकन आएको है। त्यही भएर जुत्ता नलाउनु कति फाइदा हुन्छ होइन। ट्याक्क लाएर चाहिँ होइन अब जानुपर्छ है गाइज होइन। चप्पलै दिन्छ
मजा निक्लिदियो त नुनिलो छ होला पानी आफ्नो मुख खानु र यो खानु बराबरमा हाल्नु लास्ट नुनिलो छ पानी त काप्नु यता हाल्नु पर्यो नि धेरै धेरै चिसो धेरै नुनिलो छ पानी त मुख खानु पर्यो